दुईजना पेसेन्टको एउटा इन्ट्रेस्टिङ स्टोरी सुनाउँछु म होइन। दुईजना पेसेन्ट लाइक बोथ दुईजना पेसेन्ट नै आउट अफ कन्ट्रीबाट हामी कहाँ आउनुभएको थियो सर्जरीको लागि। अनि दुईजना पेसेन्ट नै अराउन्ड 20 to 25 एज ग्रुपमा हुनुहुन्थ्यो होइन। अनि दुईजना पेसेन्ट नै ब्रेस्ट सर्जरीको लागि आउनुभएको थियो है। तर दुईजना पेसेन्टको कन्ट्रास्टिङ स्टोरी थियो। एकजना पेसेन्ट चाहिँ ब्रेस्टको साइज एकदमै ठुलो भएर एकदमै गाह्रो भएर यो घाँटीहरू दुख्ने, अब सोल्जरहरू दुख्ने, अनि त्यसपछि आफ्नो डेली एक्टिभिटिजहरू गर्न गाह्रो हुने त्यो समस्याले गुज्रिरहनु भएको थियो। अनि उहाँको इच्छा चाहिँ अब ब्रेस्ट रिडक्सन गरेर अलिकति लाइफलाई इजी बनाउन उहाँको इच्छा थियो। अनि अर्को पेसेन्ट चाहिँ अपोजिट पेसेन्ट चाहिँ अब उहाँको चाहिँ ब्रेस्टको साइज सानो भएको कारणले गर्दा उहाँको कन्फिडेन्स अलिकति कम हुने, आफ्नो प्रपर लुगाहरू लगाउँदाखेरि अलिकति आफूलाई मन नपर्ने, आफ्नो कन्फिडेन्स लो उहाँले फेस गरिराख्नु भएको थियो होइन। अब उहाँको लागि चाहिँ अब दुईवटा अप्सन हुनसक्थ्यो। एउटा चाहिँ अब फ्याट ग्राफ्टिङ, अर्को चाहिँ इम्प्लान्ट। अनि इम्प्लान्ट चाहिँ अब स्ट्रेट फरवर्ड भएको कारणले गर्दा उहाँले इम्प्लान्ट चुज गर्नुभयो है। अनि अब दुवैजना पेसेन्टको सर्जरी भयो, ब्रेस्ट रिडक्सन भयो, पेसेन्ट लाइक उहाँको सिम्टम्सहरू रिलिफ भयो। सी इज भेरी ह्याप्पी पेसेन्ट्स होइन। अनि लाइक एकदम थ्याङ्कफुल हुनुभयो। अनि अर्को पेसेन्टको हामीले इम्प्लान्ट गऱ्यौँ होइन। इम्प्लान्ट गरेपछि अब ब्रेस्ट एकदम फाइन ब्रेस्ट उहाँको चाहेअनुसार साइज आयो। अनि लाइक सी नाउ फिल्स भेरी ह्याप्पी होइन। अब एउटै ब्रेस्ट सर्जरी, अब एउटै एज ग्रुपको पेसेन्ट होइन, त्यसरी मान्छेहरूलाई आफ्नो बडीको कुराले डिफ्रेन्ट कुराहरू गर्न सक्छ है। त्यही भएर अब तपाईँले पनि आफूलाई लाइफमा अब ब्रेस्ट ठुलो भएको कारणले गर्दा आफूलाई प्रब्लमहरू फेस गरिराख्नु भएको छ, अथवा ब्रेस्ट सानो भएर इम्प्लान्ट गर्न चाहनुहुन्छ भने चाहिँ अब यसको अप्सन्सहरू छ है। प्लास्टिक सर्जरीद्वारा यसको समाधान गर्न सकिन्छ। त्यही नै हो यो स्टोरी चाहिँ। लाइक मेबी धेरैलाई युजफुल हुनसक्छ भनेर मैले सेयर गरेको। थ्याङ्क यू।